एउटा हिमचोली चन्द्रगिरी नगरपालिकामा चाहिँ एउटा सुकुटी हाउस भन्ने ठाउँ रहेछ, त्यहाँ जाँदैछौँ। त्यहाँको सुकुटी चाहिँ एकदमै राम्रो भनेर सुनेको छौँ। चन्द्रगिरी जाने बाटो हो, चन्द्रगिरी हिल्स जाने बाटोबाट चाहिँ हामी जाने हो। सुकुटी जाँदैछ। अहिले हामी पानीघाट भन्ने ठाउँमा छौँ है त। अनप्लान्ड बनेको आजको हाम्रो प्रोग्राम। लेट्स सी गाइस, चन्द्रगिरी हुँदै यो गोदाम भन्ने ठाउँ हो। यहाँ चाहिँ पहिले सामानहरू ल्याउँदाखेरि चाहिँ हाम्रो यो चाहिँ जक्सन जस्तो भयो नि त हजुर। त्रिभुवन पार्क बनाएर चाहिँ यो ठाउँमा आइपुग्छ। जति नै सामान आउने गोदाम गर्ने यो ठाउँ चाहिँ भीमफेदीबाट आउने ठाउँ, सामान चाहिँ गोदाम गर्ने ठाउँ स्टोर है त, गोदाम चोर। हामी अब कुलेखानी बाटोतर्फ लाग्दैछौँ गाइस। कुलेखानी है त, तपाईँहरू चाहिँ यो ब्यारेक पनि गर्नुपर्छ त्यहाँ जानको लागि। यो बाटो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, चितलाङ जाने बाटो रहेको छ। अति दामी हामी जाने बाटो नि यही रहेको छ। अहिले हामी साथीहरूलाई पुगिरहेको छौँ है त। सचिन, हेलो सचिन, दाना र शर्माजी। यो बाटो हेर्नु गाइस यार, अनप्लान तर धेरै रमाइलो प्लान भइरहेछ आज गाइस। अब 3 देखि 4 मिनटमा गाइस हामी त्यो सुकुटी खाने मेन ठाउँमा पुग्दैछौँ। हाम्रो विकेश सरले भनेअनुसार चाहिँ नेपालको झन्डा एकदमै फरफरिरहेको छ, देख्न सक्नुहुन्छ बुलेटमा। नेपाली हामी यही हो। हामी चाहिँ जक्सनमा आइपुगेका छौँ। हेर्दाखेरि पत्ताहरू त छैन है गाइस यो ठाउँ अहिलेसम्म। अब लेट्स सी कस्तो छ भनेर। साथीहरू आउँदै हुनुहुन्छ। ए यस, अब ट्राई गर्छौँ हामी है त सुकुटी कस्तो छ है त। भित्र छिर्दैछौँ, देख्न सक्नुहुन्छ। ओ माई गॉड, आउँदो रहेछ र यसरी बन्द रहेछ सुकुटी चाहिँ। वरिपरि यो जङ्गलको बिचमा है स्कुटीको लागि एकदमै नाइस ठाउँ। चन्द्रगिरी जाने बाटो। सही गर्नु भयो। बा तपाईँ ब्रान्ड बढी छ। बा भने सम्पत्ति नदिने बा है यो। यो बा ब्रान्ड हो। छोराले रेगुलर गरे पनि दामी हुन्छ। बा आफ्नो ब्रान्ड हो। बाले गरेको हो। नानी साथी हो हैन। गेटको उहाँ तामाङ हो तर बोल्नुहुन्छ नि भाइ। नभए उता एकछिन पानीघाट तिन पठाउमा हो त्यहाँबाट हामी यहाँ बाहिर जाउँला अनि घर गएपछि फेरि हामी बाउडा एकछिन चाबी अनि गाडी लिएर जाउँला नि।
सुकुटी वेट गरिरहेको छ गाईको सुकुटी वेट गरिरहेको छ लगभग अब कतिखेर आउँदो रहेछ हेरौँ सुकुटीलाई वेट गरेर कस्तो आउँदो रहेछ साँच्ची सुकुटी चाहिँ कस्तो आउँछ नि मिठो आउँछ मलाई पहिला तपाईँले खाइदिनु तीनचोटि है ल मिठो नै छ थ्याङ्क यू है आजको यो प्लानको लागि चाहिँ गाइजहरूलाई आज उहाँको मङ्गलबार होइन म आइरहेको छु तर पनि आउनु भएको छ सुकुटी होइन सुकुटीको रस चाहिँ खानुहुन्छ गन्धले पुग्छ कि यो ठाउँमा एकदमै सुरुवात हो होइन दामी तर यो दामी यसो एउटा के भने एउटा व्यवसाय हो अर्को चाहिँ समाजसेवा पनि यही दाउरा गरेर चाहिँ सेको भन्यो नि तर बाको ब्रान्ड हो होइन योभन्दा अब भुइँमा राख्नु पर्ला भएन आउनु भयो यहाँ पत्कर लिने है ए पर्छ है तपाईँहरूले यस्तो बुढो खेल लामो खा यस्तो मिहिनेत गरेर आएको ठाउँ होइन रियली वान्ट टु टेस्ट दिस है मलाई सबैभन्दा मन परेको कुरा चाहिँ के थियो भने यहाँ आउने बित्तिकै सुकुटी भनेपछि एकदम सुकेको वाला फिल हुन्छ नि त त्यो होइन एकदमै ठिक्काको उठ्ला चाहिँ सुकुटी टाइपले सक्नुहुन्छ होइन एकदमै सुकेको मासु होइन एकदम ठिक्क अलिक कालो वर्णको भन्नु न भनेपछि दाँत कमजोर छ सुकिया हुँदा गाह्रो हुन्छ भन्ने फिल भइरहेको थियो दुईजना होइन डढेको ताई मन पऱ्यो ओ माई गॉड यो भिडियो क्लिप काइट यहाँनिर सेन्सर हुन्छ है यो बिचमा सेन्सर भएपछि हामी ब्याक भएको तपाईँले सोच्नुहोस् बिचमा के काट्यो भनेर +89 ओके तपाईँले थाहा पाइसक्नुभयो बिचमा के काटेको थियो भनेर हामीले नर्मल सुकुटी खाइसक्यौँ अब कुटेको सुकुटी भनेर है गाइस देख्नुहुन्छ सिलौटोमा अहिलेको लास्ट मिठो त्यही एकदमै यो चाहिँ अचार हो ओके कुटेको सुकुटी सुकुटी खानु ए खाऊ भेलो बाजे यो खाने टोली चाहिँ हो है तर उहाँको चाहिँ आज व्रत भएर खानुमा सुदीपको सपना हामीले सुनेका छौँ होइन शर्माजी हामी तिनैजना सुनेका छौँ उसको योजना कस्तो थियो भन्नुहुन्छ भने त्यो बेस क्याम्पबाट माथि चाहिँ चलाउने सबैभन्दा बढी जाने वर्ल्डकै हिसाबले तपाईँले म त हिँडिसकेको छु अन्नपूर्ण म हिँडिसकेको छु म भोरे नयाँ पुलदेखि भोरे पानी भएर म त्यो बाटोबाट भने मान्छे मर्तीतिर जान्छ आज शर्माजीको खुराक यो चाहिँ 3 जिल्लाको बीचको आलु पोलेको आलु शर्माजी ल तपाईँको लागि है धन्यवाद पानी घटमा म त प्यारी फर्कन्छु फर्कन्न नाम सारे पेन्सन पट्टामा फर्कन्छु फर्कन्न नाम सारे पेन्सन पट्टामा आठै हो पनि त प्यारी फर्कन्छु फर्कन्न नाम सारे है पेन्सन बट्टामा
गर्नु नै गरेछ गर्नु नै गरेछ सुकुटी छु आलु खानु पर्याछ प्यारी फर्कन्छु सारे है टेन्सन नारायण हरि हरि के भन्नु छ तपाईँलाई भन्नु केही छैन फेरि फर्की आउनुहोस् भने भन्नु नै त्यही ठुलो हो त्यही भन्नुभयो धन्यवाद भन्नु धन्यवाद हो ल म नेता हो त्यस्तो देखिरहेको छु त म त्यही त